हेलो एभ्रिवान साथीहरू, आज चाहिँ म पालक पनिर बनाउन गइरहेको छु। अन्त पालक पनिरको रेसिपी चाहिँ म तपाईँलाई सेयर गर्दैछु है। मैले चाहिँ पालक केलाएर राखेको थिएँ, अन्त धुइधाइ पारेर चाहिँ उमालेँ है। उमालेर चाहिँ चिसो पानीमा निचोरेर अन्त लसुन अलिकति सानो भएर अदुवा हालेर चाहिँ मैले पिसेर राखेँ है। यस्तो भयो पेस्ट चाहिँ साथीहरू। तेल गरम गरेर जिरा फोरन गरेँ है। एउटा प्याज काटेर राखेको थिएँ, त्यसलाई बोटोपाट पारेर अलिक रातो रातो पारेँ है। त्यहाँबाट अलिक रातो रातो भएपछि चाहिँ अब हामीले यसमा एड गर्नुपर्ने हुन्छ टमाटर है। अन्त मैले चाहिँ यसमा टमाटर एड गरेँ साथीहरू। टमाटर एड गरेर टमाटरलाई मजाले चलाएर चाहिँ अब अलिक लतक्क पकाउनुपर्छ। अन्त चाहिँ मैले नुन है, अन्त हर्दी, त्यहाँबाट अलिकति चिल्ली पाउडर है, म त पिरो अलिक कम्ती नै हाल्छु साथीहरू, जिरा पाउडर र अलिकति धनियाँ पाउडर हालेर चाहिँ मैले चाहिँ यसलाई मजाले यो पेस्टलाई चाहिँ मजाले पकाएँ होइन, मसलालाई साथीहरू। अन्त आज चाहिँ मैले यो किन बनाउँदै थिएँ भनेर त तपाईँलाई भनेको थिएँ। आज त मेरो सासू आउँदैछ है। मेरो सासूको वान अफ फेभरेट सब्जी चाहिँ पालक पनिर हो है। अन्त चाहिँ मैले त्यही बनाइदिँदै थिएँ, खुसी हुन्छ भनेर है। अन्त त्यहाँबाट मसला चाहिँ मेरो मजाले लतक्कै गलिसक्यो है साथीहरू। अन्त मैले अघि तपाईँलाई साइडमा देखाएको थिएँ है, मैले त्यो पेस्ट बनाएर राखेको पालकको। अन्त त्यो पेस्टलाई अब हाल्नुपर्ने हुन्छ है। यो लतक्क भयो कि भएन भनेर चाहिँ मैले चाहिँ चलाएर हेर्दै थिएँ साथीहरू। त्यहाँबाट चाहिँ लतक्क भएछ है भनेर चाहिँ मैले चाहिँ पेस्ट निकालेँ हो। अन्त पेस्ट हाल्नु लागि रेडी गरेँ साथीहरू। मैले चाहिँ पेस्ट हालिसकेँ है। पालक चाहिँ अलिकति नै कम्ती नै भएछ। एक मुठा ल्याएको थिएँ ठुलो खालको, तर पनि कम्ती नै भएछ। पाक्यो भने उम्ल्यो भने त अलिकति नै हुन्छ नि त है। तर पनि हाम्रो लागि त ठिकै छ, हामी 4जना मात्रै हो। अन्त त्यहाँबाट मजाले यसलाई चलाएपछि चाहिँ यस्तो किसिमको हुन्छ साथीहरू। यसमा चाहिँ तपाईँहरूले अब मैले चाहिँ यहाँ पनिर काटेर राखेको थिएँ है। अन्त पनिर एड गरेँ साथीहरू। अब कम्ती हुन्छ कि बेसी हुन्छ कि भन्दै हेर्दै थिएँ, फेरि होस् हालिदिन्छु सबै भनेर चाहिँ हालिदिएँ हो। सबै पनिर हालिदिएँ साथीहरू। पनिर हालेर चाहिँ यसमा चाहिँ तपाईँहरूले क्रिम पनि, फ्रेस क्रिम पनि युज गर्न सक्नुहुन्छ, या दुधको मलाईहरू छ भने मलाईहरू पनि युज गर्न सक्नुहुन्छ। तर मेरोमा त दुधको मलाई थिएन है। अन्त मेरोमा चाहिँ दुध थियो साथीहरू, त्यही भएर चाहिँ मैले चाहिँ अब यसमा अलिकति दुध एड गर्छु भनेर चाहिँ दुध निकाल्न गएँ है। दुध लिएर आएँ है, आधी गिलास जस्तो दुध चाहिँ मैले एड गरेँ यसमा अलिकति फ्लेभरको लागि। किनभने मेरोमा क्रिम थिएन साथीहरू, क्रिम भएको चाहिँ म क्रिम युज गर्थेँ। त्यहाँबाट त्यस्तो भएपछि चाहिँ अब मजाले यसलाई चलायो हो। नुन सुन चाखेपछि चाहिँ अब यसलाई निकाल्नु पर्ने हुन्छ साथीहरू है। भगभग उमाल्नु पर्ने हुन्छ 1-2 खेप। अन्त भगभग उमालेपछि चाहिँ साथीहरू यसलाई निकाल्ने बेला हुन्छ है। अन्त चाहिँ सर्भ गरेर खाने बेला हुन्छ साथीहरू। अन्त मेरो चाहिँ फाइनल लुक चाहिँ यस्तो भएको थियो है पालक पनिरको। अन्त सासूलाई त यस्तो मन पर्यो अरे हो। मेरो बुढाले पनि भन्दै थियो, मामा मेरो बुढीले त कस्तो मिठो बनाउँछ है भनेर। साथीहरू, तपाईँलाई कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु।